कता हो त लुखुर कसो देख्यो मलाई हेर्दा कसो देख्यो राम्रो देख्यो खोइ अनि माथिको चाहिँ छैन त्यो ओए कसो देख्यो ला ला कोही कस्तो ओए मलाई कसो देख्यो भन न छिटो सुहाएन ठुलो मामी कस्तो देख्यो सुहाएन भन्नु त कस्तो देख्यो हराइमा डर छैन त होइन नि होइन कस्तो देख्यो मलाई सुहाएन भन्नु भगवान् अङ्कल कस्तो देख्यो ड्याडी सुहान साँच्चै आन्टी हेर न को मेनालिसा भनेको अनि म त्यस्तो देखेँ त अङ्कल न ढाँटी भन्नु त सुहाएन हो नि अनि किन मनी चाहिँ भन्नु त शिवान मलाई कस्तो देख्यो अरे भन्नु त कस्तो देख्यो अनि एकदम हिरो नि भन्नु भेनाजु भन्नु त कस्तो देख्यो ठिक छ नि भेनाजु अन्त अलिकति लुक चेन्ज गर्नु पर्ने बडा कस्तो देख्यो भन्नु त कस्तो देख्यो ए थ्याङ्क यू यहाँ सम्बन्धी आएर भन्नु अरे बुवा मलाई कस्तो देख्यो भन्नु अरे काकाले बुवा मलाई कस्तो देख्यो यहाँ हेर्नु त हाँस्नु भयो बुवा सुहायो बुवाले भनिसक्छ ठुलामा कस्तो देख्यो छेउमा हेर्दा चाहिँ अलिक तल भयो यो अनि सानो होइन मेरो तल रहेछ क्या छेडेको ए बुलाकी ल लाउँछु बेज्जत गर्यो क्या जेनी बेज्जत गर्यो शिवान छोरा कस्तो देख्यो ए थ्याङ्क यू भोलिदेखि देखिन्छ क्या राम्रो होइन अमन दिदी मैले नाकमा लाएर आएको कस्तो देख्यो भन्नु त राम्रो भयो दामी दामी राम्रो देख्यो सुहानी होइन दिदी आन्टी भन्नु त यो अनि यो त हिजो बनाएको थिएँ यो पनि बनाएको थिएँ मम्मीको चिनो नाकमै लाउनु भएको थियो मैले चाहिँ सिम्पल बनाएँ क्या राम्रो देख्यो नि पत्थर थियो 3टा पत्थर थियो नि मलाई हान्नु त मलाई कस्तो देखेछ भन्नु न अनि खोलिदिनु यो सम्झना पहिला चाहिँ देखेन अनौठो बिस्तारै फेरि भनिदिनु त तपाईँ नढाँटी भन्नु ढाँटेकै हो सुहाएन यार छ्या खोलिदिउँ क्या ब्रदर भन् त राख्नु न भन खोलिदिउँ उनीहरू दिमाग खराब यार दिदी कस्तो देख्यो अलिकति अलिक अप्ठ्यारो जस्तो देख्छ तर भोलिदेखि राम्ररी देख्छ हो आन्टी सुहाउँछ होला नि त तिमीलाई कस्तो देख्यो मलाई भनिदेऊ त ए थ्याङ्क यू तपाईँ भन्नु त मलाई कस्तो देख्यो आमा भन्नु त हिजो भन्दै थिएँ नि नराम्री पऱ्यो भनिदिउँ आमा भन्नु न ढाँटी भन्नु त हो नि मम्मीकै सुन हो के नाकमै लगाएको वाला त्यही हो मैले बनाउनु लाएर यस्तो लगाएको हो नि झुट नबोली भन्नु नि सुहायो नि होइन यहाँ लगाएको थिइनँ नि त सबैले माछा बेच्ने भन्दा सामान कस्तो देख्यो ठिकै छ सुहायो फिल्टरले चाहिँ अलिक उज्यालो फेस देखेर राम्रो देख्यो क्या
कसैले राम्री भनेन नि यार माछा बेच्ने भनेले झन् मलाई अर्कोले भाडा मलाई आइज भने के गर्ने होला यार खोलिदिनु क्या हो गाइज